वर्तमान भविष्य हुने तपाईबाट जिउँदो अनि महान परमेश्वर बुबा सारा आदर अनि महिमा तपाईँ त्रिएक परमेश्वरले दिँदै परमेश्वर पिता हामीले धेरै समयदेखि प्रार्थना गरेर आज विशेष दिनलाई तपाईँ परमेश्वर देख्न दिनुभयो। तपाईँको दासलाई हाम्रो माझमा तपाईँले अगावि ल्याइसक्नु भएको छ। पवित्र आत्मा परमेश्वर आज हामी विभिन्न क्षेत्रबाट मलाई सम्हाल्नुहोस्, मलाई डोर्याउनुहोस्, म त कमजोर छु, लडखडाउँछु, तपाईलाई नै थाहा छ कि म सक्दिन जिउन तपाईँ बिना। तपाईलाई नै थाहा छ कि म सक्दिन जिउन तपाईँ बिना। मलाई समय दिएको धन्यवाद। म ज्ञाति गर्छु
सुकेश्वर भगवानले तपाईँको त्यति राम्रो गीतको चुनाव सक्दैन होला तर पनि अब हाम्रो आज केआरएफजी को यो आत्मिक भेटघाट एक दिने है सबैजना सचेत हुनुहुन्छ होला र विशेष गरेर है कविता भन्दाखेरि मेरो नाम कर्णा राई न्यू जग्गा कक्सेसन मेन स्किलको सचिव हो। सौहार्दपूर्ण आजको यो बाबुहरूको भेटघाट आइपुग्नु भयो है सबै टाढा नजिकबाट सक्दै र तर्दै जङ्गाल नाला र खोला सबै बाबुहरू आजसम्म सचै होला। केही आशिष लिई जानु छ आज, केही आशिषलाई लिएर जानु छ आज। त्यसैले बाबु हो बोक्नुभयो आत्मिकी झोला। बाबा किन तिमी अझै भाग्न चाह? बाबा किन तिमी अझै भाग्न चाह? आप्पा ए आप्पा तिमी संसारसँग खेल्दैछौ अझै लाप्पा। अनि अर्को शब्दमा बाउ पनि भनिन्छ। बाउ जीवनको पुस्तकमा लेखेको छौ के त तिम्रो नाउँ। अनि अर्को पिता पनि भनिन्छ नि त है। पिता कहिले परमेश्वरसँग नदुखाउँदै तिम्रो चित्त। ड्याडी स्वर्गीय राज्यको निम्ति कतिको हुँदैछौ त रेडी। अनि फादर पनि भनिन्छ। फादर देख्दैछु तिम्रो त रूप मात्रै मानिस बिहोरा त काट्टाकोटी नभनौँ होला हो। त्यसैले होला बुबा पनि भनिन्छ। त्यसैले होला बुबा बोक्दैछौ अझै संसारको त्यो भारी जुवा। संसारमा छौ संसारमै लड्दैछौ। संसारमै बढ्दैछौ। आत्मामा होइन भौतिकमा अघि सर्दैछौ। त्यसैले तिमी पल छन् यहाँ मर्दैछौ। आऊ अब संसारको यो नाता सबै तोडौँ। अकाट्य यो माया दिन्छु। तुफान सुब्बाले भन्दै हुनुहुन्थ्यो मेरो जिम्मेवारी हो। तर म तपाईँलाई बताइदिउँ यो सबै साउन्डको कारक तत्त्व म अघि बसिरहेको थिएँ, मनमा हाँसिरहेको थिएँ। लगभग ठिक 1 वर्ष अगाडि सुदूरपश्चिममा युथ कन्फरेन्समा वक्ता भएर गएको थिएँ। अनि झन्डै 600 जना भाइ बहिनीहरू त्यहाँ थिए। सबै कुरा राम्रो भइरहेको थियो। डान्स राम्रो हो, सबै कुरा राम्रो हो। यहाँसम्म कि मलाई बोलाउने जुन सञ्चालकले बडो मजाले इको सहित बोलाउनु भयो। जब मैले माइक थापेँ जयमसी गरेँ साउन्ड गयो। अचम्मको कुरा के थियो भने बत्ती थियो र पनि साउन्ड गयो। के गर्नु अघि आवाज सुन्नु त चेन्ज गरेको कति गऱ्यो केही भएन। अन्तमा म बिचमा गएर जति सक्दो जोडले चिच्याएर त्यो सेसन बोलेँ। मैले अन्तिममा मेन पनि गरेँ अनि ठ्याक्क साउन्ड पनि अनि गल्ने मेरो गयो। त्यस कारण म सोच्दै थिएँ तपाईँ केही अप्ठ्यारो नमान्नु होला इन्टरज्यू, यो मेरो गल्ती हो। म धेरै नै खुसी छु आज किनकि म मेन्स गिल्डमा छु तपाईँहरूसँग र मलाई अघि नै साह्रै लज्जित बनाइसक्नु भएको छ सञ्चालकजीले। अरूहरूले व्यस्त भनेर मलाई व्यस्त भन्न मन पर्दैन। अङ्ग्रेजीमा एउटा भनाइ छ ओन्ली लेजी पिपल आर बिजी भनेर। उनीहरूलाई थाहा छ के गर्नु हुँदैन भनेर। उनीहरूलाई थाहा छ कसरी कामबाट बच्नुपर्छ भनेर। उनीहरू दुनियाँ तर्क लाउँछन्, के लाउँछ बच्छ। त्यसकारण अक्षय मान्छे मात्रै व्यस्त हुन्छ होइन। व्यस्त मान्छे चाहिँ काम पाएको हुन्छ। अनि त्यसले गर्दाखेरि म काम पाएको छु र यो काम पनि मेरो लागि महत्त्वपूर्ण हो। झन्डै 8-9 महिना अगाडि मैले निम्तो पाएँ। अनि हुन्छ भने मेरो लागि समस्या त्यो सबभन्दा ठुलो समस्या त्यो वचन दिइसकेपछि चाहिँ गाह्रो छ हो।
मलाई यहाँ आज यहाँ आउन गाह्रो थियो धेरै कारणले। भजन सर 112 को 1 हैन, धन्य हो ती मानिसहरू जो चाहिँ परमेश्वरको भय हाम्रो अगाडि पस्किनु भएको छ। कति हामी बाबुहरूले लिने हो नलिने हो, कति पचाउने हो नपचाउने हो, यो हामीमा छ। हामीले सोच्नुपर्ने कुराहरू छ। एउटा सानो एक व्यक्तिलाई बताउन चाहन्छु र दाइले यहाँनिर एउटा बङ्गे छोरी रहेछ जोलिङ चौरको हो र हामी क्यामेरातिर पर्छौँ खदा लगाइकन बाउलाई पनि बधाई अनि छोरालाई पनि बधाई दिनुहोस् र हाम्रो लागि त युपिएससी भनेको यहाँ युनियन पब्लिक सर्भिस कमिसन है, उहाँको छोरा डब्लिङ जस्तो बस्तीको नानीले पास गर्नुभयो र हामी सबैको पक्षबाट बाउलाई हामी बधाई दिन चाहन्छौँ, छोरालाई पनि र हाम्रो हाई स्कुल धन्यवादको प्रार्थना पत्राउनेछौँ। उहाँ सँगसँगै हामीले प्रभुलाई उनको वचन शान्तिले जो सारा समाजलाई माफ गर्छ, तपाईँहरू हरेक मन र हृदयलाई यसमा रक्षा गरौँ। अब हामीलाई उद्धार मुक्ति दिनुहुने हाम्रा एकमात्र मध्यस्थ मुक्तिदाता प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वर पिताको प्रेम, पवित्र आत्माको शान्ति संगति सहभागिता हामी सबैजनासँग आज होस् सदा सर्वदा। आमेन।